नमस्कार साथीहरू, आज धेरै मानिसहरू डाटा एन्ट्री वा अनलाइन जब गर्न चाहन्छन्, तर एक्सेल राम्रोसँग नआउने भएकाले राम्रो काम पाउन गाह्रो भइरहेको छ। आजको विश्वमा लगभग सबै कम्पनीले डाटा म्यानेज गर्न एक्सेल प्रयोग गर्छन्, त्यसैले डाटा एन्ट्री र एनालाइसिस जस्ता कामहरूको डिमान्ड पनि विश्वभर लगातार बढिरहेको छ। के तपाईँहरू डाटा वा डाटा एन्ट्रीको काम सिक्न चाहनुहुन्छ? यदि तपाईँहरू सिक्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरी मेरो च्यानल दैनिक फलो गर्नुहोला, किनभने यदि तपाईँहरूले एक्सेल राम्रोसँग सिक्नुभयो भने अनलाइन फ्रिलान्सिङ वा कम्पनीमा पार्ट टाइम जब वा फुल टाइम जब दुवै गर्न पाउने अवसर पाउनुहुनेछ। त्यसैले आजको भिडियोमा म तपाईँहरूलाई एक्सेल बेसिक फर्मुलाहरू सिकाउँदैछु। यो मेरो च्याप्टर 2 हो। यसमा हामी सिक्नेछौँ एक्सेलका बेसिक फर्मुलाहरू, सम फर्मुला, एभरेज फर्मुला, काउन्ट, मिन, नेक्स्ट जस्ता फर्मुलाहरू सिक्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्। आजको भिडियो सुरु गरौँ। चैनल को सब्सक्राइब करो पहले। हाँ जल्दी करो, मुझे पता है कि आप लोग नगरी अब सम कसरी निकाल्ने सिक्नेछौँ। एक्सेलमा सबैभन्दा पहिला एक्सेलमा फर्मुला युज गर्नुभन्दा पहिला इजिकल टु देखि सुरु गर्नुपर्छ। यो बराबर चिन्हदेखि इजिकल टु देखि सुरु गर्नुपर्छ। यसमा मैले एउटा सानो एक्जाम्पल दिएको छु। एकजना हरि भन्ने मान्छेको बेसिक सेलेरी 20,000 रहेछ। कम्पनीले उसलाई यो महिना के भनिन्छ भने त्यसैले अब हरिको सेलेरी कति हुन्छ भनेर हामी निकाल्नेछौँ। त्यो महिनाको नेट सेलेरी कम्पनीले चाहिँ उसलाई नेट पेमेन्ट कति गर्छ भन्ने कुरा सिक्नेछौँ। त्यसको लागि इजिकल टु यो उसको बेसिक सेलेरी प्लस उसको बोनस गरेर बेसिक यो उसको बेसिक सेलेरी, यो उसको बोनस, बेसिक प्लस बोनस गरेर कति भयो उसको सेलेरी चाहिँ, त्यो महिनाको सेलेरी चाहिँ कति भयो? 25,000 उसको यो महिनाको सेलेरी भयो। अरू कामदारहरूको यसरी नै पटक जोड गर्नु पर्दैन। हामीले यो सर्कल एरो, यो अटो फिल ह्यान्डल हामीले पहिले च्याप्टर 1 मा पढेछौँ। अटो फिल ह्यान्डल नत्र भने मेरो अटो फिलमा यसलाई हामीले तल ट्र्याक गर्नु सबैको नेट सेलेरी आउँछ। नेट सेलेरी यसरी हामीले सबैजना, अब कम्पनीमा 4 जना आउला या 200 जना आउला, 2000 जना आउला भनेपछि हामीले चिन्ता गर्नु पर्दैन। एउटामा हामीले फर्मुला युज गर्यो भने, अटो फिल गर्यो भने सबैमा युज गर्न सक्छौँ। त्यसै गरी अर्को टपिक छ माइनस। घटाउने कसरी? कुनै पनि बोनसको ठाउँमा एक ग्लास पहिले दियो मानव कम यही हरि भन्ने व्यक्तिको 20,000 सेलरी छ। उसले चाहिँ कम्पनीदेखि आफ्नो महिनाको खर्च नपुगेर कम्पनीदेखि 5,000 रुपियाँ उसले एडभान्स लिएछ। अब कम्पनीले पैसा पे गर्ने बेलामा चाहिँ उसले घटाएर दिनुभयो। घटाउने कसरी एक्सेलमा भन्दाखेरि चाहिँ 20,000 नर्मल हाम्रो माइनस चिन्ह अनि एडभान्स, उसको एडभान्स गरेर इन्टर गर्यो भने उसले नेट सेलेरी, त्यो महिना पाउने उसले नेट सेलेरी पाउँछ। अब यसैले ड्रेग गरेर डाउन गर्यो भने चाहिँ उसको उनीहरूको सबैको सेलेरी आउँछ। त्यो गरी टपिक छ मल्टिप्लाई। यसलाई हामी नेपालीमा गुणन भन्छौँ। एक्सेलमा मल्टिप्लाई चाहिँ कसरी गर्ने भने मात्रामा एउटा पोखरा, भिन्डी, मिल, कुकिङ ओइल यिनीहरूको रेट बढ्यो, सर्टेज भएर रेट बढ्यो। अनि डिलरहरूले के भन्यो भने माल सर्टेज भइरहेको छ, सामानहरू सर्टेज भइरहेको छ। अब यो बेला चाहिँ हामी 1.5 गुणाले हामी यसको रेट वृद्धि गर्छौँ भन्यो। 1.5 गुणाले वृद्धि गर्छौँ भन्दाखेरि यसले इन्क्रिज कतिले गर्यो? 1.5ले इन्क्रिज गर्यो यसको प्राइजमा। अब हामीले कसरी यो मल्टिप्लाई गर्ने भन्दाखेरि सर्वप्रथम हामीले इजिकल टु अवश्य कुनै पनि एक्सेलमा कुनै पनि फर्मुला लगाउँदा इजिकल टु प्रयोग गर्न नै पर्छ। 1.5 गुणाले समानमा वृद्धि गर्यो भने अब यसको वास्तविक नेट प्राइस कति छ त भन्दाखेरि इजिकल टु यो यसको प्राइस इन्टु 1.5 यसको नेट प्राइस चाहिँ अहिले कति भयो भने 750। अब हामीहरूले यसमा सबैमा एक गरेर फर्मुला लगाउनुपर्छ त? पर्दैन। त्यसलाई हामीले त्यसै गरी अब हामी सिक्नेछौँ भाग गर्न। एक्सेलमा कसरी भाग गर्ने मैले एउटा उदाहरण लिएको छु। 5 जना मिलेर चाहिँ 1,50,000 कमाइरहेछ। अब प्रति व्यक्ति एउटालाई कति पर्नु गयो भन्ने कुरा सिकाउँछु। पहिला इजिकल टु उनीहरूले कति कमाए 1,50,000 भागा कतिजना मिलेर कमाए 5 जना, एकजनाले कति पायो त 30। एकजनाले 30,000 पायो, 50,000 कमाए। 5 जना मिलेर 1,50,000 कमाए। प्रति व्यक्ति कति आयो त 30,000। यसरी चाहिँ हामी एक्सेलमा डिभाइड गर्न सक्छौँ।
अब हामी सिक्नेछौँ पर्सेन्टमा भएकोलाई मेन भ्यालुमा कसरी निकाल्ने। त्यसको लागि यता केही आइटमहरू दिएको छ एउटा पसलेले यो आइटमहरूमा चाहिँ यसको प्राइस चाहिँ खासमा यति हो, तर उसले चाहिँ उसको डेटाहरू एक्सपायरी डेटहरू नियर भएकोले उसले चाहिँ के ती आइटमहरूमा के पर्सेन्टहरू डिस्काउन्ट दिएको रहेछ, तर हामीहरूलाई पर्सेन्ट कति पर्सेन्ट हो थाहा छैन। अब कति पर्सेन्ट हो थाहा, तर त्यसको कति पैसा डिस्काउन्ट गरेर थाहा छैन। त्यसको लागि हामी चाहिँ इजिकल टु कतिको 500 को इन्टु कति पर्सेन्ट 5% भागा 100 इन्टर हान्यो भने चाहिँ यसले यो पोटेटोमा 5 केजी पोटेटोमा 500 प्राइस थियो, तर छिटै बिग्रिने भएले उसले 5% डिस्काउन्ट दिँदाखेरि हाम्रो कति डिस्काउन्ट भइरहेछ 25 रुपियाँ यसको डिस्काउन्ट भइरहेछ। अब अरूहरूमा नि यसले डिस्काउन्ट दिँदा कति छ भनेर हेर्नलाई चाहिँ यसलाई स्क्रोल अटो फिल गरौँ। चल स्क्रोल डाउन गरौँ। यसलाई चाहिँ आइटममा चाहिँ 5%, 6%, 8%, 4% डिस्काउन्ट दिँदाखेरि चाहिँ अब यसको प्राइसमा चाहिँ हामीले यो प्राइसमा चाहिँ यो पैसा घटाएर हामीले पैसा तिर्नुपर्ने हुन्छ। त्यो पैसालाई यसरी हामी डिस्काउन्ट पर्सेन्टमा भएको डिस्काउन्टलाई एक्सेलमा निकाल्न सक्छौँ। पर्सेन्टमा कसरी निकाल्ने, त्यसको लागि हामीलाई आवश्यक छ बेसिक हाम्रो तलब कति छ अनि त्यसपछि बोनस कति दियो, यो दुई चिज भयो भने चाहिँ हामीले कति पर्सेन्ट बोनस दियो भन्ने कुरा निकाल्न सक्छौँ। एक्जाम लागि कम्पनीको मालिकले भनिन्छ कि जसको 20,000 स्यालेरी छ उसलाई 5,000, जसको 25 छ उसको 8,000, जसको 22,000 छ उसलाई 6,000, जसको 20,200 छ उसलाई चाहिँ 5500 रुपियाँ बोनस दियो। तर के गर्यो भने भ्यालुमा नदेखाऊ, त्यसलाई कति पर्सेन्ट बोनस दियो त्यो देखाऊ भनेर कम्पनीले हामीलाई डाटा बनाउन भन्यो। अब हामीले यस्तो अवस्थामा कसरी बनाउने, त्यसको लागि सुरुमा हामीले इक्वल टु अब हामीले बोनस कति दिएछ 5,000 भागा अनि हाम्रो स्यालेरी कति हो 20,000, स्यालेरी कति हो 20,000, बोनस भागा 20,000 स्यालेरी इन्टु प्रतिशत जहिले नि 100 हुन्छ अनि इजिकल गर्दाखेरि चाहिँ कम्पनीले कति पर्सेन्ट बोनस दिइरहेछ 20,000 स्यालेरी भएको भएकोले कम्पनीले कति पर्सेन्ट बोनस दियो 25। त्यसै गरी अरूहरूलाई कति दियो हेर्नका लागि अटो फिल फर्मुला सबैमा अटो फिल गरौँ। त्यसको लागि चाहिँ यो अटो फिल ह्यान्डललाई क्लिक गर्ने, समात्ने तल तान्ने, यसको खुट्टा समात्ने तल तान्ने, कहिलेकाहीँ खुट्टा समातेर तान्यो भने फाइदा हुँदो रहेछ। कम्पनीले चाहिँ यिनीहरूलाई चाहिँ यति बोनस दिएको रहेछ। अब यतातिर पछाडि होइन देख्न सक्नुहुन्छ यो पछाडितिर पोइन्ट पछि यो के अङ्कहरू छ यसलाई चाहिँ हामी हटाउन चाहन्छौँ भने यसले डिक्रिज गर्न सक्नुहुन्छ यदि चाहनुहुन्छ भने यसलाई डिक्रिज गर्न सक्नुहुन्छ। क्लिक गर्ने फेरि क्लिक गर्ने, जति बेलासम्म हट्दैन त्यति बेलासम्म क्लिक गर्ने। अब चाहिँ गएको अभावले गर्दा हामी आजको बेसिक फर्मुला सबै एउटैमा कभर गर्न सकेन, त्यसको लागि आउनेछौँ। आज हामीले एक्सेलका केही महत्त्वपूर्ण बेसिक फर्मुला सिक्यौँ। यदि तपाईँ डाटा एन्ट्री, डाटा क्लिनिङ वा डाटा एनालाइसिसको काम गर्न चाहनुहुन्छ भने एक्सेल सिक्न धेरै महत्त्वपूर्ण हुन्छ। अर्को भिडियोमा हामी एक्सेल बेसिक फर्मुला पार्ट 2 सिक्नेछौँ, जसमा मिन, म्याक्स, एभरेज, काउन्टर जस्ता फर्मुला कसरी युज गर्ने, यिनीहरूको महत्त्व के छ भन्नेबारे सिक्नेछौँ। यदि भिडियो मन पर्यो भने लाइक, सेयर र च्यानल सब्सक्राइब गर्न नबिर्सिनुहोला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धन्यवाद।